नमस्कार सम्पूर्णमा। अल्बर्ट आइन्स्टाइन महान प्रसिद्ध वैज्ञानिक मध्ये एक हुनुहुन्थ्यो। उहाँको जन्म 1879 भएको थियो। उहाँ सानैदेखि धेरै बोल्दैनथे, त्यसैले उहाँलाई सबै मानिसहरूले साधारण बालक ठान्थे। तर अल्बर्ट आइन्स्टाइनले सानैदेखि नै सोच्ने र धेरै नयाँ कुरा विकास गर्ने रुचि थियो। बाल्यकालदेखि नै अल्बर्ट आइन्स्टाइनलाई विज्ञान र गणितप्रति धेरै रुचि थियो। एक दिन उनी बुबाले दिएको कम्पासले उनलाई धेरै प्रभावित बनायो। कम्पासको सुई किन सधैँ एउटै दिशातिर मात्र फर्किन्छ भन्ने कुराले उनलाई वैज्ञानिकतिर आकर्षक गर्यो। विद्यालयमा पनि उनी सबै विषयमा राम्रो थिएनन्। केही शिक्षकहरूले उनलाई उनको तरिका मन नपराउँथे र किनकि उनले धेरै प्रश्न सोध्थे त्यही भएर। तर अल्बर्ट आइन्स्टाइनले सिक्न कहिल्यै छोडेनन्। पछि उनले उच्च शिक्षा हासिल गरेर वैज्ञानिक अनुसन्धानमा लागे। सन् 1905 मा उनले धेरै महत्त्वपूर्ण अनुसन्धान प्रकाशित गरे। त्यही वर्षलाई उनको चम्किलो वर्ष पनि भनेर मानिन्छ। उनले प्रकाशन गरेको प्रकाश, ऊर्जा र समयका बारेमा नयाँ विचार प्रस्तुत गरेका हुन्। अल्बर्ट आइन्स्टाइनले प्रसिद्ध सिद्धान्तको सुरुवात पनि गरेका थिए, E=mc²। यस सूत्रले ऊर्जा र द्विमति बीचको सम्बन्ध देखाउँछ। यो इतिहासकै सबैभन्दा प्रसिद्ध सूत्रमध्ये एक हो। उनको योगदानका कारण उनले सन् 1921 मा नोबल प्राइज अफ फिजिक्स प्राप्त गरे। उनले मानवता, शान्ति र शिक्षाको पक्षमा पनि आवाज उठाए। सन् 1955 मा उनको निधन भयो, तर उनका खोज र विचार आज पनि विज्ञानको आधारमा बाँचेका छन्। अल्बर्ट आइन्स्टाइनको जीवनले हामीलाई जिज्ञासु बन्न, धेरै प्रश्न सोध्न र निरन्तर सिकिरहन सिकाउँछ। हस्त, धन्यवाद, नमस्कार।